नमस्ते साथीहरू है। आज चाहिँ मैले नेपालबाट ल्याएको धनियाँ रोपेर होइन कस्तो राम्रो भएको छ कि त्यही पनि क्रोसियामा होइन। यदि अनि यो चाहिँ खोर्सानी हो। अनि त्यहाँ चाहिँ रायोको साग छरेको अनि यहाँ चाहिँ मैले हिजो प्लान्टिङ गरेको हो। अनि यस्तो गमलाहरू चाहिँ के अरे त्यो उसमा पाउँछ क्या, त्यो के अरे तिनीहरूको सागहरू हुन्छ अनि त्यो फाल्दाखेरि अनि त्यो गमलासँगै आउँछ अनि माटो पनि त्यही हुन्छ। अनि इफ तपाईँहरू पनि कोही अथवा अथवा कतै क्रोसियातिर आउँदै हुनुहुन्छ भने चाहिँ मेरो सजेसन भनेको खुर्सानीको बिरुवा चाहिँ के अरे किन्नु पाउँछ नि त नेपालमा, इजिली एभाइलेबल हुन्छ नि त। अनि त्यो अनि त्यसलाई चाहिने उयोहरू धनियाँ तपाईँलाई के सागहरू के मनपर्छ होइन, मुलाको बिरुवाहरू लिएर आउनु। किनभने चाहिँ क्रोसियामा खुर्सानीको त अनुहार पनि देखिँदैन हजुर। के अरे त्यो क्याप्सिकमलाई नै उनीहरूले खुर्सानी भन्छ, कहिले पनि खाँदैन उनीहरूले। अनि पाउँदैन कि त अब त्यस्तो हाम्रो नेपालको जस्तो छैन नि त। अनि ग्रिनहरू पाउँदैन कि भेजिटेबल अनि यो के अरे उयोहरू पनि पाउँदैन। अनि त्यही भएर तपाईँले पनि कोही आउँदै हुनुहुन्छ भने होइन, मतलब प्लास्टिकमा रोपेको कि नभएर त्यहाँ चाहिँ मैले कम्पोस्ट बनाएको त्यो फालेको खानेकुराहरूको। अनि धनियाँ हेर्नु कति राम्रो भएको छ कि। अनि तपाईँहरू पनि म जस्तै अब पछि रिग्रेट नगर्नु होला होइन। तर मेरो सजेसन भनेको चाहिँ बिरुवाहरू चाहिँ लिएर आउनु होला। थ्याङ्क यू।